एउटा फिल्म हलमा चल्दा हामी केवल 2 घण्टाको मनोरञ्जन हेर्छौँ, तर के तपाईँलाई थाहा छ त्यसका पछाडि टिमको कति धेरै रगत र पसिना बगेको हुन्छ? सोच्नुहोस् त, यदि कोही मानिस आफ्नो कडा मेहनतले एउटा ब्लकबस्टर फिल्म बनाउन खोज्छ तर पुरा इन्डस्ट्री नै उसको विरुद्धमा उभिदिन्छ भने के होला? नमस्कार साथीहरू, आज म तपाईहरूलाई एउटा यस्तो मुभीको कथा सुनाउन गइरहेको छु जसको नाम हो मलिउड टाइम्स। यो कथा हो एउटा यस्तो केटाको जसको सपना एउटा यस्तो हरर फिल्म बनाउने हुन्छ जसलाई मानिसहरूले हलमा हेरुन् मात्रै होइन, बरु भित्रैदेखि महसुस गरून्। तर के उसले आफ्नो सपना पुरा गर्न सक्ला त? कथाको अन्त्यमा जे हुन्छ त्यो सुनेर तपाईँको होस उड्नेछ। त्यसैले भिडियोलाई अहिले नै लाइक र च्यानललाई सब्सक्राइब गरिहाल्नुहोस्। ल त सुरु गरौँ आजको धमाकेदार भिडियो। कहानी सुरु हुन्छ सन् 1996बाट। हामी कक्षामा सचिन डेभिड नामको एउटा केटालाई देख्छौँ। उसलाई ठुला ठुला उपन्यास लेख्ने र त्यसलाई प्रकाशित गर्ने निकै ठुलो भूत सवार भएको हुन्छ। सचिन अरू कोही नभएर नाम चलेको लेखक याकुम डेभिडका छोरा हुन्। सचिनका बुबाले धेरै यस्ता उपन्यासहरू लेखिसकेका थिए जसलाई मानिसहरूले निकै मन पराएका थिए। तर जब सचिनले आफ्नो उपन्यास लेखेर स्कुलमा प्रेजेन्ट गर्छ, उसको उपन्यासलाई कसैले पनि भाउ दिँदैनन्। यो कुराले सचिनको इगोमा ठुलो चोट पुग्छ। सचिनको घरमा एउटा मानिस आउने गर्थ्यो जसले सचिनका बुबाबाट स्क्रिप्ट लिएर किताबमा बदलेर प्रकाशित गर्ने गर्थ्यो। यी कथाहरूमध्ये एउटा रहस्यमय कथा थियो, डेभिल आइल्यान्ड। त्यसको पहिलो प्रति प्रकाशित भएपछि सचिन कहाँ आइपुग्छ र सचिनले यो किताब आफूले मन पराउने एउटी केटीलाई पढ्न दिन्छ। तर स्कुलको म्यागजिनमा सबै बच्चाहरूको उपन्यास छापिँदा पनि सचिनको उपन्यास छापिँदैन। शिक्षिकाले सिधै भनिदिन्छन्, तिम्रो लेखनको स्तर म्यागजिनमा छाप्न योग्य छैन, अझै मेहनत गर। अब त सचिनको मनमा एउटा यस्तो डर पस्छ कि यति ठुलो लेखकको छोरा भएर पनि उसले एउटा राम्रो स्क्रिप्ट समेत लेख्न सक्दैन। त्यसमाथि त्यो केटीले पनि किताब पढेर फिर्ता गरिदिन्छन्। साथीहरू, यो डेभिल आइल्यान्ड किताबलाई ध्यान दिएर सम्झिराख्नुहोस् है, किनभने यो किताबले कथाको अन्त्यमा एउटा ठुलो ट्विस्ट ल्याउनेछ। हार मानेर सचिनले एउटा कथा लेखेर आफ्नो बुबालाई देखाउँछ, तर बुबाले भन्छन् यो त हरर कथा होइन, एउटा मजाक हो। यसले गर्दा सचिन यति धेरै डिप्रेसनमा जान्छ कि उसले आफ्नो जीवन नै समाप्त गर्ने प्रयास गर्छ। तर त्यही बेला उसका बुबा आउँछन् र एउटा यस्तो सत्य उकेल्छन् जसले सचिनको खुट्टा मुनिको भुइँ नै भाँचिन्छ। बुबाले भन्छन्, मैले आजसम्म जति पनि हिट उपन्यास लेखेँ ती सबै मैले आफ्नै एउटा साथीबाट चोरेको थिएँ। एकपटक नाम कमाएकोले मात्र मानिसहरूले मेरो कथा पढेका हुन्। डेभिल आइल्यान्डको कथाको चोरी समातिएकाले भ्याकुम डेभिडले ती सबै किताबहरू चलाइदिन्छन्, तर तीमध्ये 2वटा किताब कतै हराउँछन् जुन उनले फेला पार्न सक्दैन। अब कथा मोडिन्छ सन् 2000 तर्फ। यहाँ हामी त्यही हराएको डेभिल आइल्यान्डवाला किताब एउटा केटासँग देख्छौँ जसको नाम हो विनित। विनित अहिले अस्पतालमा भर्ना भएको छ। किन थाहा छ? किनभने उसले सपनामा एउटा यस्तो डरलाग्दो दृश्य देखे कि उनी डराएर ओछ्यानबाट भुइँमा खसेर उसको हात नै भाँचियो। विनितलाई फिल्म हेर्न र लेख्न निकै मन पर्थ्यो। एक दिन विनित आफ्नो सानो भाइ सुशीसँग सिनेमा हलमा एउटा हरर फिल्म हेर्न जान्छ। फिल्म सुरु हुनासाथ हलको साउन्ड र दृश्यले गर्दा दर्शकहरूको पसिना छुट्छ र यहीँबाट विनितले आफ्नो जीवनको लक्ष्य तय गर्छ। ऊ पनि एक दिन यस्तै फिल्म बनाउनेछ जसले मानिसहरूलाई भित्रैसम्म हल्लाइदियोस्। घर फर्किँदा उसले क्यासेट पसलमा द सिक्स सेन्स फिल्मको क्यासेट किन्छ र घरको टिभीमा स्पिकरहरू टाढा टाढा राखेर थिएटर जस्तै साउन्ड निकाल्न खोज्छ, तर सफल हुँदैन। केही दिनपछि डाक्टर कहाँ जाँदा डाक्टरले विनितलाई कागजमा केही लेख्न भन्छन्। तब विनितले लेख्छ, विनित माधवन फिल्म, अर्थात् ऊ भविष्यमा एउटा ठुलो निर्देशक बन्न चाहन्थ्यो। उसले आफ्नो बुबासँग 27,000 रुपियाँ पर्ने एउटा भिडियो क्यामेरा किनिदिन जिद्दी गर्छ। तर बुबाले भन्छन्, पैसा आयो भने पहिले घरमा वासिङ मेसिन किन्ने, क्यामेरा होइन। तर विनित कहाँ मान्नेवाला थियो र उसले मनमा नै अठोट गर्छ कि जे भए पनि ऊ हिन्दीमा नै एउटा खतरनाक हरर फिल्म बनाएर छाड्नेछ। वर्षौँ बित्छ, विनित अब ठुलो भइसकेको छ। उसले फेसबुकमा सबै ठुला निर्माता तथा निर्देशकहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउँछ र सोध्छ कि एक दिन उनीहरू आफै आएर उसलाई फिल्म बनाउन पैसा दिनेछन्। उसको बुबाले शर्त राख्छन्, 12 कक्षामा 80% अङ्क ल्याऊ, क्यामेरा पाउँछौ। विनितले परीक्षामा चिट चोरेर पास हुन खोज्छ, तर त्यही पनि उसको 80% आउँदैन र ऊ क्यामेरा पाउन असफल हुन्छ। तर विनितको जोस देखेर क्यासेट पसलले सुनिलले उसलाई बजेटभित्रको एउटा क्यामेरा दिन्छ। विनित र उसको भाइ सुशी मिलेर घरभित्र धुवाँ फैलाउँछन् र मोमबत्ती बालेर हरर सट सुट गर्छन्। तर जब भिडियो हेर्छन् त्यो निकै धमिलो देखिन्छ, किनभने क्यामेराको मेगापिक्सल कम थियो र कोठामा अँध्यारो थियो। विनितले हार मान्दैन। उसले त्यो भिडियोलाई कम्प्युटरमा एडिट गरेर स्याचुरेसन र कन्ट्रास्ट बढाएर यस्तो डराउने बनाउँछ कि त्यो हेरेपछि उसका हजुरबुबा त सिधै कोमामा नै जान्छन्। यो प्रतिभा देखेर बुबाले उसलाई भिजुअल डिजाइनिङको कोर्स गराउँछन्। विनितले बनाएको केही भिडियो स्याम्पलहरू सुनिलले एउटा सर्ट फिल्म प्रतियोगितामा पठाइदिन्छ।
विनीतलाई लाग्छ कि उसले नै पहिलो पुरस्कार पाउँछ, तर पहिलो पुरस्कार अर्जुन हरिदास नामको केटाले पाउँछ र विनीत दोस्रो हुन्छ। तर विनीतको फिल्मको क्वालिटी देखेर हलमा सबैले ताली बजाउँछन् र यही बेला वासरुममा विनीतको भेट हुन्छ सचिन डेभिडसँग। सचिनले विनीतलाई एउटा अफर दिन्छ, हामी मिलेर फिल्म बनाउनेछौँ र सबै पैसा म लगानी गर्नेछु, तर सचिनको शर्त हुन्छ कि पहिले उसको स्क्रिप्टमा फिल्म बन्नेछ। विनीतले सचिनको झुर स्क्रिप्टलाई पुरै बदलेर एउटा यस्तो नयाँ ट्विस्ट दिन्छ जसमा फिल्ममा कुनै भुत्नी नै हुँदैन, तर मानिसहरू डरले काप्नेछन्। ठुला निर्माता फ्याजलाई यो आइडिया मन पर्दैन, तर सचिन आफ्नै पैसामा यो फिल्म बनाउन तयार हुन्छ। तर यहाँ विनीतलाई पहिलो ठुलो धोका मिल्छ। अर्जुन हरिदासले विनीतको स्टाइल र थिम पुरै चोरेर आफ्नै फिल्म बनाइदिन्छ। विनीतको करियर सुरु हुनुभन्दा पहिले नै दोस्तो हुन लाग्छ। विनीतले फ्याजसँग मिलेर मनुष्य नामको फिल्म बनाउँछ, तर फिल्म यति नराम्रो बन्छ कि दर्शकले गाली गर्न थाल्छन्। विनीतले फिल्मबाट आफ्नो नाम हटाउन खोज्छ, तर फ्याजले धम्की दिन्छ। रिसको झोकमा विनीतले स्टुडियोमा छिरेर पुरै फिल्म नै डिलिट गरिदिन्छ। यसपछि फिल्म इन्डस्ट्रीमा हङ्गामा मचिन्छ र विनीतलाई पुरै इन्डस्ट्रीबाट ब्ल्याकलिस्ट अर्थात् ब्यान गरिन्छ। उसमाथि 3.5 करोडको ऋण लाग्छ र ऊ तनावले गर्दा बेहोस हुन्छ। विनीतलाई बचाउन बसिर नामको एउटा नयाँ निर्माता आउँछ जो अभिनेत्री हानाको दाजु थियो। विनीत फेरि नयाँ स्क्रिप्ट लेख्न बस्छ, तर उसलाई आफैलाई हरर फिल्म हेर्दा डर लाग्न छोडिसकेको थियो, किनभने उसले VFXको सबै चाल बुझिसकेको थियो। यसैबीच कलेजमा फेल भएको उसको भाइ सुशीले एउटा स्क्रिप्ट लेख्छ, तर विनीतले त्यसलाई झुर भनिदिन्छ। तब कोमामा रहेका हजुरबुबा होसमा आउँछन् र मर्ने बेलामा भन्छन्, म तिम्रो फिल्म हेरेर कोमामा गएको होइन, र उनी बित्छन्। विनीतले पुरानो भिडियो चेक गर्दा थाहा पाउँछ कि हजुरबुबाको हातमा त त्यही डेभिल आइल्यान्ड किताब थियो। त्यो किताब पढ्दा पढ्दै उनी कोमामा गएका थिए। विनीतले अब त्यही कथामा फिल्म बनाउने निर्णय गर्छ, तर सुशीले त्यो किताब एउटा कबाडी पिटरलाई 500 रुपियाँमा बेचिदिन्छ। विनीतले लखेड्दै जाँदा थाहा पाउँछन् कि त्यो किताब सिधै सचिन डेभिड कहाँ पुग्छ र सचिनले आफ्नो बुबाको चोरी लुकाउन त्यो अन्तिम कपीलाई पनि आगोमा जलाइदिन्छ। किताब नभए पनि विनीतले आफ्नो सम्झनाको आधारमा 6 महिनामा स्क्रिप्ट तयार पार्छन्। बसिरले पैसा हाल्छ, हाना हिरोइन बन्छन्, तर ऊ नाटक गरेर 10 दिनको बिदा लिन्छन् र पछि थाहा हुन्छ कि उसले अर्जुनसँग बिहे गरेर सचिनको ठुलो फिल्म साइन गरिसकेकी छिन्। विनीत फेरि एक्लो हुन्छन्। एउटा रिपोर्टर आनन्दले उनलाई भन्छन्, फिल्म डिलिट गर्नु तिम्रो गल्ती थियो, सिनेमा दर्शकको सम्पत्ति हो। विनीत भन्छन्, मलाई पैसा कमाउनु छैन, मलाई त दर्शकको मनमा डर पैदा गर्नु छ। विनीतले अर्कै अभिनेत्रीलाई लिनुपर्ने कुरा गर्छन्। बसिर पनि यसमा सहमत हुन्छन्, किनभने उनलाई जसरी भए पनि आफ्नो बजेट कभर गर्नु थियो। यदि यो फिल्मले कम कमाइ गरे पनि उसको बजेट सुरक्षित हुन्थ्यो र यसैले उसले यसमा धेरै मेहनत गर्दैन र फिल्म तयार पार्छ। जुन दिन विनीतको चलचित्र रिलिज हुनेवाला थियो त्यही दिन फ्याजले पनि आफ्नो चलचित्र रिलिज गर्नेवाला थिए र फ्याजको चलचित्रको पोस्टर जताततै लागेको थियो, जबकि विनीतको चलचित्र कतै दबिएको थियो। फिल्मको सो सुरु हुन्छ। फिल्म हेर्नका लागि विनीतका आमाबुबा, उनको साथी सुनिल र बसिर पनि आउँछन्। फिल्म पुरै चल्छ। विनीतले याद गर्छन् कि उनले बाल्यकालमा देखेको सपना मानिसहरूले भित्रैबाट महसुस गरून्। दर्शकहरू डरले कामिरहेका छन्। आमाबुबाको सातो गएको छ। तर फिल्म सकेपछि जब बसिरलाई सोधिन्छ फिल्म कस्तो लाग्यो, तब थाहा हुन्छ बसिरको सिटमै मृत्यु भइसकेको छ। यो खबर मिडियामा डढेलो जस्तै फैलिन्छ। फिल्म हेर्दा निर्माताको मृत्यु, अब त के थियो र? फिल्म हेर्न हलहरूमा खुट्टा राख्ने ठाउँ हुँदैन। फिल्म सुपर डुपर ब्लकबास्टर हुन्छ। यो देखेर सचिन डेभिड फेरि डिप्रेसनमा जान्छ र आत्महत्या गर्न खोज्छ, तर उसको फोनमा उसको बाल्यकालको क्रसको फोन आउँछ जसले भन्छन्, सचिन, विनीतको फिल्म त तिम्रो त्यही डेभिल आइल्यान्ड किताबसँग मिल्छ। सचिनले यो कुरा अर्जुनलाई भन्छ र अर्जुनले मिडियामा हल्ला फिजाइदिन्छ कि विनीत एउटा चोर हो, उसले अरूको कथा कपी गरेर फिल्म बनायो। विनीतको सुख धेरै दिन टिक्दैन। अवार्ड फङ्सनमा उनलाई अवार्ड त दिइन्छ, तर हलमा बस्ने सबैले उनलाई चोरको नजरले हेर्छन्। तर विनीत हार्ने मान्छे होइनन्। उनी स्टेजको माइक समात्छन् र पुरै इन्डस्ट्रीको अगाडि सत्य बोल्छन् कि कसरी उनीसँग कदम कदममा धोका भयो। उनी भन्छन्, मलाई थाहा छ, मैले प्रमाण दिए पनि तपाईहरूले मलाई नै चोर भन्नुहुनेछ, किनभने तपाईहरू मलाई मन पराउनुहुन्न। तर मेरो सिनेमाको यात्रा यहीँ सकिँदैन। म फेरि लेख्नेछु, एउटा नयाँ आशाका साथ फेरि क्यामेरा उठाउनेछु र एउटा नयाँ फिल्म बनाएर फेरि तपाईहरूको अगाडि उभिनेछु र यही सकिन्छ मलिउड टाइम्सको यो सङ्घर्षपूर्ण कहानी। साथीहरू, विनीतको यो सङ्घर्षपूर्ण कथा तपाईँलाई कस्तो लाग्यो? के विनीतले फिल्म डिलिट गरेर सही गर्यो कि गलत? आफ्नो विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। यदि यो भिडियो मन परेको छ भने एउटा लाइक र साथीहरूलाई सेयर पक्कै गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन थिच्न नबिर्सिनु होला। भेट्ने छौँ अर्को यस्तै इन्ट्रेस्टिङ मुभी एक्सप्लेन भिडियोको साथ। त्यतिन्जेलको लागि मलाई बिदा दिनुहोला। धन्यवाद।